हेलो गाइस, नमस्ते। दर्शन आइज न यता, कहाँ जान्ला? ल है गाइस, हामी पाटन कृष्ण मन्दिरतिर घुमघाम अहिले बेलुका चाहिँ घुमघाम गर्न जाँदैछौँ। त्यसो कता? यता हो के? पाटन मन्दिर जाने हैन? कहाँको पाटन मन्दिर? यही त हो नि पाटन मन्दिर। ल त्यसो है, हेर्नुहोस् तपाईँहरू होइन, भिड छ आज गाइस। आज लास्टै भिड छ, लास्टै भिड छ। ल हेर्नुहोस्, हामी चाहिँ बाउ छोरा घुम्न गएको छौँ है। आज चाहिँ बेलुकाको चाहिँ भ्यू देखाउनलाई तपाईँहरूलाई हेर्नुहोस्। ल है, यता आइसक्रिम खाने भयो, यता पनि छ। आइसक्रिम खान आउनु होला तपाईँहरू, टन्नै आइसक्रिम पाउँछ यहाँ है। ल आइसक्रिम ल गाइज, तपाईँहरूलाई चाहिँ आज एउटा चिज म देखाउन गइरहेको छु है। यस्तो चिज देखाउँछु आज होइन तपाईँहरूलाई। चाहिँ के होला त्यो, अहिले चाहिँ जानु होला है, हेर्दै जानु होला। तपाईँहरूलाई म चाहिँ देखाउनेवाला छु के हो भन्दाखेरि होइन। अब हेर्नुहोस् होइन, आजबाट चाहिँ रथ यात्रा सुरु भएको छ। रथ यात्रा सुरु भएको छ है आजबाट। रथ यात्रा चाहिँ पुलचोकबाट सुरु भइरहेछ। लगभग यो मैले जहाँसम्म थाहा पाएको अनुसार 1 महिनाको हुन्छ गरे है। 1 महिनाको हुन्छ गरे यो चाहिँ है। 1 महिना आज चाहिँ बाट सुरु भएको छ। लगभग 400-500 मिटर ओर ल्याएर चाहिँ राखेको छ यो रथ। आज राखेको छ। भोलि चाहिँ सायद यो पाटन चाहिँ कृष्ण मन्दिरमा चाहिँ आउँछ होला भोलि होइन। यो चाहिँ रथ यात्रा आजबाट सुरु भइरहेछ। यो रथ तान्दाखेरि चाहिँ तपाईँहरूको यो बाटोको तारहरू पुरै निकालेर साइडमा राखेर बाटो क्लियर गरेर तान्ने गर्छन् है। यहाँ तान्ने गर्छन्, नत्र माथि एकदम अग्लो छ यो रथ। दुईटा रथ छन्, एकदम अग्लो हुन्छ यो रथ होइन। अग्लो रथ हुन्छ, त्यही भएर यो चाहिँ तारहरू क्लियर गरेर अनि चाहिँ ल्याउने गरिन्छ है। यो ल हेर्नुहोस्, बत्तीहरू बलेर होइन, कति रमाइलो छ, कति भिडभाड छ है। एकदम रमाइलो छ, हेर्नुहोस् तपाईँहरू होइन। मनोरञ्जन गर्नुहोस् होइन। अब देख्नु भएको साथीहरूले त देखिसक्नु भयो होला सायद होइन। अब नदेखेको साथीहरूले यही भिडियोबाट हेर्नु होला। तपाईँ पनि आउनु होला होइन, हेर्नु होला होइन, रमाइलो गर्नु होला होइन। के छ कस्तो छ होइन। अनि चाहिँ मलाई चाहिँ एकदम ठिक लाग्यो। तपाईँहरूलाई कस्तो लाग्छ होइन, हेर्नुहोस् होइन। यो चाहिँ रथ धेरै अग्लो छ होइन। अब हेर्नुहोस् कति अग्लो छ वो तपाईँका। र गाइज, अब भिडियो चाहिँ खासै क्लियर आएको छैन है, क्लियर आएको छैन होला होइन। क्यामेराबाट हो, अब सस्तो मस्तो क्यामेरा, अब यसो भ्लग बनाऊँ भनेर हो मोबाइलबाट होइन। धेरै महँगो त किन्न सकिन्न साथी। अब 15-20 हजारको क्यामेराले बनाएको भ्लग अब चाहिँ राम्रो चाहिँ आएको छैन होइन। राम्रो चाहिँ क्लियर आएको छैन मलाई जस्तो लाग्छ। तपाईँहरूलाई पनि लाग्यो होला होइन है। साथीहरू जस्तो हुन्छ त्यस्तै हेर्नु होला, तपाईँहरूले मनोरञ्जन लिनु होला है। अनि भिडियो हेरिसकेपछि तपाईँहरूले लाइक, कमेन्ट, सब्सक्राइब चाहिँ गर्नु होला है साथीहरू। भिडियो चाहिँ लामो चाहिँ त्यति छैन है, हेर्नुहोस् होइन। ठिकै छ भिडियो, हल्का रमाइलो यसो
गर्नको लागि के कस्तो हुन्छ भिडियो बनाएको होइन। म चाहिँ यस्तो यस्तो भ्लगहरू प्राय चाहिँ आउँछ भनौँ, डेली आउँछ है। ल त साथीहरू बिदा म है, बाई बाई।